हेलो गाइज वेलकम ब्याक टु माई ब्लग। आज चाहिँ हामी ड्युटी सकेर यो पोखरामा अहिले टिकटकमा भाइरल भएको ठाउँ यो फेवाताल माथिको चौतारा जान लाग्यो। हामी तीनजना छौँ। मनोज नहेर न, लाज लाग्छ यार। यता छ निराजन, मनोज, जाम। ठाउँ त चिनी होइन, खोज्दै खोज्दै जानुपर्छ हामी। अहिले चाहिँ हामी बार आइचोकतिर छौँ। पानी पर्छ जस्तो भयो, नपर्दिए हुन्थ्यो। खासै बोल्न त केही पनि आउन्न है मलाई। के बोलौँ यो हामी जानु लागेको ठाउँ चाहिँ एकदम भाइरल छ अहिले टिकटकमा। यो चाहिँ लेक साइड त्यता पामेतिर पर्छ। टिकटकैभरि यसकै मात्र भिडियो छ। ठाउँ पनि राम्रो रहेछ। यहाँबाट चाहिँ फेवातालको राम्रो भ्यू देखिँदो रहेछ। म जान त म पनि गएको छैन, म पनि फर्स्ट टाइम हो। तपाईँहरूलाई पनि मसँगै देखाउँछु है, तपाईँहरू कतिजना पुग्नु भएको छैन भने। यो चाहिँ हल्लन्चोक हो। यताबाट आउनुहुन्छ भने पिठी चोक, यता पानी जाने बाटो, यता लेफ्ट साइड भित्र जाने बाटो, यो चाहिँ तालमा जाने बाटो। हामी चाहिँ यता सिधा पानी जाने बाटोतिर जानुपर्छ। फुल्ली पुग्छ भन्ने आशा गर्दै पुगेर कहाँ आउँछ। नेपालमा बाइक गाडी चलाउन धेरै गाह्रो छ हजुर। आज चाहिँ हामी एनएस ग्याङ भइयो त, तिनजना छौँ, तिनवटा बाइकमा, सबै एनएस। धेरै सुताउन पनि डरै लाग्ने, मेरो टायरमा गोटी छैन, टायर धेरै पुरानो भएर। अनि धेरै सुतायो भने चिप्लिन्छ कि अनि डर। यो चाहिँ अहिले हामी सेदी भन्ने ठाउँ आइपुग्यो। यो थोरै उताबाट चाहिँ अन्नपूर्ण केबल कार जाने बाटो छ। तपाईँहरूले क्यामेरामा देख्नुभएको छ कि भएको छैन, यो डाँडाबाट चाहिँ देखिरहेको छ केबल कारको क्याबिनहरू गएको। यहाँबाट राइट लिएर चाहिँ तपाईँहरू केबल कार चढ्न जानुभयो। यो चाहिँ पहिलाको पुरानो प्याराग्लाइडिङ ल्यान्डिङवाला स्पोट हो। अहिले चाहिँ यहाँ बन्द गरेको छ पोखरा इन्टरनेसनल एयरपोर्ट बनेबाट चाहिँ। अहिले चाहिँ उता घाँटी छिनाको जाने बाटोको एउटा पुलनिरबाट यहाँ छ ल्यान्डिङ पोइन्ट। हामी जाने चाहिँ त्यसको माथिबाट भाइरल प्लेस। म पनि एकचोटि गएन, मैले भिडियोमा हेरेको यहाँबाट जाने हो भने चाहिँ हामी स्योर हो कि होइन भनेर। बट प्लेसको गएपछि थाहा हुन्छ हो कि होइन।
बाटो चाहिँ ठाडै उकालो रहेछ यहाँ यतापट्टि चाहिँ एउटा गुम्बा छ यहाँ तल के माथि त्यो तल नै हो गुम्बा छ कहाँनिर हो थाहै भएन कता होला त मनोज दाइ यहाँ भाइरल चौतारा भन्ने कता हो हामी पनि त्यही खोज्दा आएको नभेटेर फर्क्यौँ भेट्नु भएन है ऊ यहाँको त होइन मलाई त्यस्तै लाग्यो उताको हो कि जस्तो लाग्यो मलाई नि हो त्यतातिर जस्तो लाग्यो हामी पनि जान खोजेको त्यहीँ हो नभेटेर फर्क्यो त्यहाँ एकजना दाइले चाहिँ माथि नै हो भन्नुभयो थियो हामी अफ रोड चाहिँ लिएर चाहिँ कसै गरायो त्यहाँभन्दा माथि गएर लेफ्ट जानुपर्छ भन्थे त्यहाँबाट ठ्याक्कै यस्तै भ्यू देखिन्छ कि तर मलाई चाहिँ अहिले गेस गर्दै तु डाँडातिर हो कि समय भन्ने जस्तो लागिरहेको यता माथि आउनुभयो थियो यहाँको दाइले चाहिँ यसरी जानुभएको थियो यसरी पिचर गरेर माथि अफ रोड गर्छ अलिक माथि भन्दै कि ए हस् हुन्छ हामी पुगेर आउँछौँ कता हो कता मेरो बाइकको क्लच प्लेट गएको कि चेन ठुलो गएको कि कडाक कडाक गरे पड्किन्छ जस्तो भाइरल चौतारा जाने त भनियो आइएम नट स्योर पुग्नु कि पुगिन्न भाइ त्यो भाइरल चौतारा जाने बाटो कुन हो नि उतै डाँडा हो ए टाढै हो क्या निराजन वाउ कफी मनोज चाहिँ कता गयो तपाईँहरू फजान्ड हिल चाहिँ यो यहाँबाट जाने हो यो बाटो फजान्ड हिल त्यो मेरो अघिल्लो भ्लग्समा हेर्न सक्नुहुन्छ यहाँको भिडियो उहाँ चाहिँ फजान्ड हिल भन्छ नेचुरल स्विमिङ पुल छ उहाँनिर बोर्डमा देखाएको जस्तो तर मान्छे धेरै हुनुभयो भने चाहिँ ठिक हुँदैन मेरो टायर सेटै खायो चिप्लिँदो रहेछ यो चाहिँ अफरोड पनि रहेछ यहाँ टन्नै छ जस्तो छ अफरोड ओके गाइज अब म तपाईँलाई माथि गरेरै भेटाउँछु कुनै त्यस्तो कन्फ्युजन बाटो छ भने म तपाईँहरूलाई अफकोर्स भनिहाल्छु र बाटो चाहिँ सजिलै हो त्यस्तो नराम्रो अफरोड होइन ढुङ्गा भएको छ त्यति भएपछि चिप्लिँदैन भनौँ यता होला यता यतै हो बाटो यो हुँदैछ पक्कै पनि बाटो चाहिँ लास्टै उकालो रहेछ मेरो बाइकले तानेन कडा 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 गरे है मेरो बाइक क्लच रोड गएको हो हामी चाहिँ गाइज आइपुग्यौँ तर कता कहाँनिर आइपुग्यौँ थाहा छैन यहाँ दुईवटा बाटो माथि जाने र यता जाने तर मैले भिडियोमा हेरेको अनुसार चाहिँ त्यो मान्छेहरू तलतिर हिँड्दै थियो हामी चाहिँ यहाँनिर आइपुग्यौँ क्या कस्तो हुन्छ हेर्दै जानु होला कहाँनिर हो हामी देखाउँछौँ तपाईँहरूलाई मसँग निराजन मनोज यस्तो छ भिडियो बनाउन
हरियाली त टक्क देखिनु पर्यो कहाँले बुझेर होला माकामा पुग्यो गाइस तपाईँहरू यो ठाउँमा आउँनुहुन्छ भने चाहिँ बी केयरफुल बच्चाहरूसँग आउँदै हुनुहुन्छ भने विशेष गरी यहाँ तल चाहिँ एकदम ठुलो खाल्टो छ यतापट्टि नि केयरफुल हुनु होला ठाउँ राम्रो छ बच्चाहरूको चाहिँ ख्याल गर्नु होला यस्तो छ भ्यू लेक साइड पुरो फेवातालको भ्यू यो घरको मान्छेलाई चाहिँ खतरा त्यो घर मेरो है एनी टाइम यस्तो भ्यू त्यो घरमा छोरी छैन होला हो ज्ञान हाम्रो साथी अविवाहित हो त्यो घरमा कोही छोरी मान्छे हुनुहुन्छ भने प्लिज कन्ट्याक्ट माई फ्रेन्ड निराजन र मनोजले म पनि छु होला this color guys it's beauty of nature न अति नै राम्रो आयो त भाइरल चौतारा जाने बाटो चाहिँ यो अनि हामीले बाइक चाहिँ यहाँ राखेको थियौँ मान्छे प्याक भइसकेछ बाइक स्कुटरहरू जानु धेरै उकालो चाहिँ खतरा उकालो छ मेरो त नतानेर म झरेर डोरा लिएर आएको लेट्स गो मनोज थ्याङ्क यू गाइज यहाँसम्म हेरिदिनु भएकोमा आजको भ्लग यति नै हुन्छ अघि आएको बाटो त मैले हालिसकेँ म यहाँबाट फर्किन्छु अनि घर जान्छु छुट्टी भएपछि डाइरेक्ट यता आएको अनि सी यू इन नेक्स्ट भ्लग सबैले सपोर्ट गरिदिनु होला लाइक गरिदिनु होला सेयर गरिदिनु होला सब्सक्राइब गरिदिनु होला सानो सानो भिडियो हुन्छ खासै लामो भिडियो त हुँदैन कतै जान त कतै पाउनु यो नजिकको डेस्टिनेसन हो तैपनि आई एम ट्राइङ माई बेस्ट थ्याङ्क यू सो मच किप वाचिङ माई ब्लग्स बाई बाई